कति हो बहिनी? 40 रुपियाँ। सागको 40 रुपियाँ ताजै हो? अघि भरि टिपेको कतिवटा छ बहिनीहरूसँग? दुईवटा। एउटाको 30 गर न, 30 गर न एउटाको हुन्छ। अनि बहिनी के बिहानदेखि बेचिरह भने कस्तो हुन्छ यहाँ? होइन, दिउँसो आएको कतिको बेच्यो नि? कतिजनाले किन्यो? लेकै लेकै छैन। छैन? दिउँसो कति बजी आएको? 4 अहिले 6 बजिसक्यो, लेकै छैन है? ए ल, म यो सबै लियो भने खुसी हुन्छ तिमी? खुसी हुन्छ? ल प्याक गरिदेऊ न र सबै। कति हुन्छ यो सबैको? ल कति हुन्छ ठ्याक्क भन त। एउटाको 30 रुपियाँ भने होइन? 30 रुपियाँ गर, कति हुन्छ? ओके। ल यो 30 कति? 60 90 होइन? 120। यो कति? 150 होइन? कति भयो? 180 भयो होइन? ल यो सबै हालिदियो है त। ल्याऊ 500। ल छैन के भन्छ? छोडिदेऊ, मलाई चाहिएन खुद्रा। 500 ल्याऊ। यस्तो मिहिनेतले बेचिया हो बहिनीले। अनि यहाँ कति गाह्रो छ बेच्न? अलिअलि मात्रै गाह्रो छ, मान्छेहरू किनिहाल्छ त्यो। अनि स्कुल कता पढिया छ कि छैन तिमी? तिमी स्कुल पढिया हो? ल मलाई चेन चाहिएन है, हुन्छ? चेन चाहिएन। अनि मलाई यो साग पनि चाहिएन, तिमी राख त्यो 500 हुन्छ? खुसी भयो? के गर्छु 500 को? ल भन। हो ल, तिमी पनि कपी कलम किन न त है 500 को। ल्याऊ, तिमीलाई पनि हुन्छ? खुसी भयो? के गर्छ त दुईजना? कपी कलम मात्रै किन्ने कि के अरू? पढाइको लागि कति क्लास पुग्यो तिमीहरू? 5 ए ल, राम्रोसँग पढ है त, हुन्छ? ह्याप्पी भयो? ल बाई बाई, ल सी यू है त। म अर्को पालि फेरि आउँछु। यो ठाउँलाई के भन्छ? न्युटार। यहाँबाट हेटौडा कति टाढा हो? 15-20 किलोमिटर। ए बोर्ड छ। ल ओके बाई बाई है त।